साथीहरु करिब 6 घण्टाको यात्रापछि हाम्रो डेस्टिनेसन यानि कि हामी घरबाट जुन ठाउँ जान भनी गएका थियौं त्यहाँ पुगिसकेका छौं। यो ठाउँ भिडियोमा भन्दा पनि हेर्दाखेरि एकदमै सुन्दर छ र जो जति पनि जानु भएको छैन अथवा यो नजिक भएर पनि जानु भएको छैन एकपटक जानु होला भन्न चाहन्छु। एकदमै राम्रो ठाउँ रहेछ यो। स्वागत छ फेरि पनि मेरो एउटा नयाँ भिडियोमा। आजको यात्रा छ हाम्रो एकदम लो यहाँबाट धेरै टाढा छ, कति 10-12 किलोमिटर उकालो हिँड्न लागिरहेको छु। यहाँ चाहिँ खासमा सुन्तला एकदम भ्यू पनि राम्रो छ क्या। त्यसमा जाँदा त्यहाँसम्म जाँदा चाहिँ सालो म बुढी छु जान लागिरहेको छु। हेरौँ है त हाम्रो यात्रा चाहिँ सुरु भइसकेको छ। साथीहरु यसको चौडाइ चाहिँ 4 इन्च थियो भने हाइट चाहिँ करिब 15 फिट जति थियो। हेर्दा हेर्दै के माथि पुगेपछि ज्यान ताते जस्तै भयो। त्यही भएर मैले अघि लगाएको कालो टोपीलाई खोलिदिएँ र एकछिन पानी खायौँ र एकछिन आराम पनि गर्यौं। पानी खाइसकेपछि एकछिन आराम पनि भयो र हामी फेरि अगाडि बढ्न थाल्यौं किनकि जानु पनि एकदमै धेरै टाढा थियो। हामी हिँड्दा हिँड्दै उडु आइसकेका छौं। थकाइ पनि एकदम लागिसकेको छ। हिँडा त खासै धेरै भएको छैन, लगभग 10-15 मिनट जति भयो होला। बुढीलाई चाहिँ जाम कि फर्किम जस्तो भइसकेको छ हो कि नै? कस्तो भएको छ भन त? त्यस्तै भएको छ। अब के गर्ने, अब घुम्नु भन्दा आइहाल्यो। आइसेस जानै पर्यो। चाललाई गाह्रो त भएको छैन। ल जमजम। बाटो चाहिँ यस्तो छ जो सफर का फल मिठो होता है। अहिले चाहिँ हामी अलि अगाडि माथि डाँडोमा पुग्न लागिरहेको छौँ। उकालो चाहिँ पुरा ठाडै छ गाइस, एकदम पुरा हेर्दै डर लाग्दो। यो यस्तो छ। अन्त मलाई त अब यस्तो उकालो सुकालो खासै केही लाग्दैन। यो यहाँ कुलोनी छ। अलि अगाडि गइसकेपछि बाटोको पारि एउटा गाउँ सुनसान ठाउँमा भए पनि सुन्दर भने धेरै नै रहेछ। चिसो छ मुटुमा। अलि माथि गइसकेपछि खानेपानी भेटियो। पहिला बुढीले खाइन् र त्यसपछि मलाई पनि खुवाइन् अञ्जुलीमा भरेर। ठ्याक्कै अड्ने रहेछ दुईजना मान्छे। अलि माथि पुगिसकेपछि बाटोमा एउटा गाउँ भेटियो जसको नाम रहेछ तलीकाँडा। घरबाट हिँड्दा चाहिँ करिब 3 घण्टा जति भइसक्यो। पसिना आएर नि सुकेर नि फेरि पसिना आइसक्यो। यहाँ जोस् हिँडेर के अरे गाह्रो भयो नि ठाउँ चाहिँ एकदम राम्रो छ है। त्यो टक्क तोरी लगाएर रहेछन्। यहाँतिर साग नै छ। त्यहाँ एउटा भाइ आउँदैछ, म त्यसलाई सोध्छु, इन्टरभ्यू लिने कोसिस गर्छु त्यसको है। सो त्यही हो। ठाउँ चाहिँ राम्रो रहेछ। यहाँ भ्यू चाहिँ डेन्जर छ तलको। अझै माथि गएन अझै झन् राम्रो छ। सो त्यहाँ धारो हावा यानि कि हावा पनि आउँदैन रहेछ, बन्द रहेछ। यहाँको मान्छेहरुको हात धुनुस् त लेखाएको छ। तर हजुर यो ठाउँको नाम के हो अरे? तलीकाँडा हो। तपाईको शुभ ऊ भिडियोमा देखिराख्नु भएको भाइलाई मैले यो ठाउँको बारे के कुराहरू सोध्छु भनिरहेको थिएँ, तर उहाँले नदेखाउनु मलाई भनेपछि मैले सोध्ने कोसिस पनि गरिनँ। बाटो चाहिँ एकदम डरलाग्दो भयानकै छ है गाइस। बाटो कतिको उकालो छ भन्ने कुरा त सास फुलेको सुनेर तपाईहरुले थाहा पाइसक्नु नै भयो होला। त्यही देख्नु हुँदैन, जंगल होस् जहाँ होस् नाच सुरु भइहाल्छ। त्यसपछि अलि माथि गइसकेपछि धेरै थकित महसुस भयो र एकछिन हामीले थकाइ पनि मार्यौं। अहिले चाहिँ सालो चाहिँ पछाडी छन्। बुढीलाई गाह्रो भएको छैन।
यता हेर न गाह्रो होइन मर्नै गाह्रो भइसक्यो धेरै गाह्रो भयो नआउँछ त यहाँले अनि जाउँ भन्ने तिमी त हो त नि म त अब थोरै होला भन्ने सोच्छु अब यति टाढा ओलाउनु मलाई के हो र ल त्यही हो गाह्रो भए पनि जे होस् एकदम मजा नि आइरहेछ जे होस् घुम्न पाइएछ हो कि नै अलि माथि गइसकेपछि एकजना दिदी भेटिनु भयो उहाँले ठुलै भारी बोक्नु भएको थियो भने उहाँ पनि हामी जाने ठाउँसम्मै जानुहुने हुँदो रहेछ अहिले चाहिँ हामी के अरे धरतीमै भए पनि स्वर्गभन्दा माथि भएको आवाज भइरहेछ बादलभन्दा माथि छौँ है त्यही हो यहाँको ठाउँको नाम चाहिँ के हो हजुर सालकोट हामी चाहिँ अहिले सालकोट भन्ने ठाउँमा आइसकेका छौँ है यहाँबाट यति सुन्दर छ भने माथि गयो हेलो गाइज अहिले चाहिँ माथि डाँडा आइसकेका छौँ तलतिरको भ्यू चाहिँ यस्तो देखिरहेको चाहिँ तल देख्न सक्नुहुन्छ तपाईँहरू पनि पछाडि यस्तो डाँडा छ त्यहाँ अगाडि झन् डेन्जर छ यस्तो लागिरहेछ मलाई एकदम भाउबुल भइरहेको छ एकदम ह्याप्पी पनि छु म खुसी छु किन भन्दाखेरि खास त ऊ भइरह होला नि त अब के अरे फरक राम्रो फिल आइरह होला नि त अनि कति दिनदिनै घरै बसेको आज चाहिँ हिँड्नु पाउँदा त राम्रो लागिरहेछ होला नि त एकदम राम्रो भइरहेछ ह्याप्पी पनि भइरहेको छु हो एकदम खुसी छु अनि मलाई चाहिँ एकदम खुसी तपाईँले धेरै खुसी लाग्छ किन भन्दाखेरि तपाईँले घुम्न जाऊँ भनेको भए म खास आउनु पनि थिइनँ होला यो फर्स्ट टाइम आएको र अनि एकदम यसको अवार्ड उपाधि मलाई जान्छ तिमीलाई घुम्न ल्याउनुमा मेरो मुख त रात भाल है हजुर मेरो भएको छ अब त्यही हो अलिकति जुङ्गा काटेर मलाई अब तिमीलाई त मनपर्छ मलाई खास चाहिँ जुङ्गा अलिक पाल्नै मनपर्छ त्यस्तै हो गाइस यस्तो चाहिँ अगाडिको भ्यू चाहिँ अहिले चाहिँ हामी हाँसे गाउँ पुगिसकेका छौँ गाइस पसिना पनि खल 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 आइसक्यो यस्तो छ यहाँको वातावरण चाहिँ घरबाट माथि डाँडा पुगिन्जेल भोक पनि निकै लागिसकेको थियो त्यही भएर हामीले 3टा चाउचाउ मगायौँ र खाँदै अगाडि बढ्न थाल्यौँ डाँडा वरिपरिको भ्यू चाहिँ यस्तो देखिरहेको थियो बिहान घरबाट निस्किँदाखेरि तुवालो लाएर एकछिन अलिकति पर पनि देखिरहेको थिएन भने यहाँ पुग्दा चाहिँ टाढासम्म देखिरहेको थियो एकदम खुल्ला देखिरहेको थियो भने एकदम घाम पनि चर्को लागिसकेको थियो हामीले यहाँ बसेर एकछिन वरिपरि चारैतिरको दृश्यलाई निहाल्यौँ भने पुनः अगाडि बढ्न थाल्यौँ किनकि अझै हामी जानुपर्ने ठाउँ अझै धेरै टाढा नै थियो इवन सुन्तला यो ठाउँको नाम चाहिँ खासै थाहा छैन जे होस् घरमा को छ खानु पर्ला दरम हामतिर नि हुन्छ साथीहरू फाइनल्ली हामी चाहिँ आफ्नो डेस्टिनेसनमा पुग्यौँ यानि कि घरबाट जुन ठाउँमा जान भनी हिँडेका थियौँ करिब 6 घन्टा हिँडिसकेपछि हामी चाहिँ त्यो ठाउँमा पुगिसक्यौँ भने वरिपरितिरको भ्यू चाहिँ यस्तो देखिरहेको थियो जाँदाखेरि बाटोमा जति अप्ठ्यारो भए पनि यहाँ देखेर त्यो सब भएको बाटोमा अप्ठ्यारो भएको दुःख पीडा सबै भुलेर वरिपरिको भ्यू चाहिँ यस्तो राम्रो देखिरहेको थियो कि जस आनन्द आइरहेको थियो मन्दिरमा पुग्ने बित्तिकै सबैभन्दा पहिला मन्दिरभित्र गएर शिवजी हुनुहुँदो रहेछ शिवजीको दर्शन गर्यौँ र आशीर्वाद लिइसकेपछि हामी बाहिर निस्क्यौँ मन्दिरबाट बिहानको 7 बजी हिँडेको थियौँ अहिले 12 बजिसक्यो भनेपछि त्यही 5-6 घन्टा लाग्यो यहाँ आइपुग्न त्यो होस् राम्रै छ यहाँको वरिपरिको सिनहरू चाहिँ आउँदाखेरि चाहिँ लास्टै गाह्रो भयो अब त्यही हो फाइनली 6-7 घन्टा लगाएर आयो त्यो यहाँ चाहिँ सन्तुष्टि भयो सेटिस्फाइड यस्तो राम्रो छ वरिपरि त्यही हो यतिर वरिपरिको मौसम चाहिँ यस्तो देखिरहेको छ चट्ट सफा छ एकदम
वाउ जस्ट लाइक वाउ हाम्रो अगाडितिरबाट हेर्दा वरिपरिको नजारा एकदमै सुन्दर थियो भने पछाडितिर गएको त यस्तो रहेछ हेर्नेर छ अब हेर्नेर के कुखुरा सुखुरा पोलेर रक्सी सक्सी खाएर यहाँ सिसाहरू फुटालिरहेछन् है तपाईहरुको सुझाव यसबारेमा के छ कमेन्टमा बताउनु होला मलाई चाहिँ खासै अब उचित त लागेन है हेर्नेर के अरे कुखुरा पोलेर के रक्सी सक्सी खाएर पुरै यहाँ पुरै फोड्या रहेछन् क्या यस्तो बस्ने ठाउँमा पनि पुरै यो बस्ने ठाउँमा पनि पुरै सबै ठाउँ अब यो खासै उचित त होइन मन्दिर बनायो भने भर्खर 5-6 वर्ष त भयो त्यो पनि यस्तो भइसक्यो रहेछ 5-6 वर्षमै खासै यो चाहिँ उचित लागेन मलाई भन्दै यो के अरे हाम्रो के अरे सार्वजनिक सम्पदामा त खासै यस्तो गर्नु त नहुने हो करिब 20-25 मिनट बस्यौँ वरिपरि घुम्यौँ वरिपरिको दृश्य हेऱ्यौँ र हावा सरसर चल्न थालेर चिसो भएपछि हामी फर्किहाल्यौँ तुरुन्तै फर्केर केही ओरा आएपछि बाटोमा अमलाको रुख थियो र हामीले एकछिन अमलाको रुखमा गएर अमला पनि खायौँ फर्केर ओरा आइसकेपछि यो घरमा हामीले अघि जाँदाखेरि सुन्तला देखेका थियौँ र मान्छे पनि थिएनन् त्यही भएर हामी गइसकेका थियौँ भने फर्किँदाखेरि चाहिँ मान्छे रहेछन् र हामी सुन्तला पनि किन्यौँ सुन्तला किनेर फर्किसकेपछि केही तल आएपछि स्कुलको सानो सानो बहिनीहरू भेटिन् र उनीहरूसँग एकछिन गफसफ गऱ्यौँ र केही तलसम्म उनीहरूसँग आयौँ भने के हो भन तिम्रो नाम के हो लक्ष्मी के लक्ष्मी घरती मगर तिम्रो यिनको शर्मिला बस्नेत ए यहाँ के पढ्ना हो ए कति क्लास पढ्छौ तिमी कति क्लास पढ्छौ 4 तिमी अनि तिमी 3 क्लास पढ्छौ ए तिमी शर्मिला बस्नेत घर तिम्रो सबैको तल कहाँ बाँसकाँडा कि त्यही हो हेलो गाइज अहिले चाहिँ हामी त्यो मन्दिरबाट फर्केर नि यता सालकोट भन्ने ठाउँ आइसकेका छौँ अनि हामी फर्किँदै गर्दा चाहिँ स्कुलले नानी बाबुहरू भेटिए जस्तो एकछिन गफसप गऱ्यो रमाइलो लाग्यो हामी त्यसपछि यसो हेरेको त मोबाइल पनि चार्ज सकेर स्विच अफ हुनै लागिसकेको रहेछ मलाई त कस्तो नरमाइलो लाग्यो सो बाँकी भिडियो बनाउनै पाएन आजलाई यति नै